अहिले काठमाडौँको टोखा नगरपालिका वार्ड नम्बर 6 मा चाहिँ अहिले सुकुम्बासी बस्तीमा डोजर चलिरहेको अवस्था छ। यो खबरले चाहिँ हामी फेरि स्तब्ध छौँ, किन भन्दाखेरि यो पुरानै शैली भयो। जो मान्छेले चाहिँ एउटा सुकुम्बासी बस्तीलाई चाहिँ भोट ब्याङ्कको रूपमा मात्र प्रयोग नगर्ने भनेर ठुल्ठुला कुरा गरेर चुनाव जिते तापनि अहिले फेरि त्यही पुरानो शैलीहरू अपनाएको देखिन्छ। र त्यहाँको जनगुनासो कस्तो छ भन्दाखेरि हामीलाई चाहिँ 35 दिनको चाहिँ समय दिइन्छ भन्ने सूचनाहरू पाउनु भएको रहेछ त्यहाँ। तर फेरि भोलिपल्ट फेरि 5 दिन भन्दै 5 घण्टा पनि समय नदिई 5 घण्टा नभएर हामीलाई सामान निकाल्नको लागि 2 घण्टा मात्र समय दिनुभएको भए हुन्थ्यो। 5 मिनटसम्म चाहिँ माइकिङ गरेर भोलिपल्ट बिहानै अब कहाँ जाने के गर्ने भनेर सरसल्लाह गर्दा गर्दै अथवा गर्न नपाई सोच्न नपाइने त्यो बस्तीमा चाहिँ बिहानै कसैले खाना पकाउँदै गरेको अवस्थामा, खाना पकाउन आँटेको अवस्थामा हैन, कसैले के गरिरहेको विभिन्न कामकाजमा व्यस्त भएको अवस्थामा त्यो ठाउँमा चाहिँ डोजर चलाएको अवस्था एक्कासी हुँदाखेरि चाहिँ त्यहाँनिर भूकम्प गएको जस्तै नै उहाँहरूले महसुस गर्नुभएको छ। यो सरकारलाई प्रश्न छ कि के गरिब जनता बाँच्नु नपाउने हो? मान्छेको आधारभूत आवश्यकता भनेको बाँस घाँस कपास हो, तर बाँच्नै नपाउने, बस्नै नपाउने गरी यो उजाड बनाउने बस्ती यो कस्तो खालको सरकार हो? के गरिब जनतालाई चाहिँ बस्न पाउने, बाँच्न पाउने अधिकार छैन? म प्रश्न गर्न चाहन्छु। गरिब जनताको बस्ती मात्र नउजाडिएर उनीहरूको सपना, कैयौँको सपनाहरू उजाडिएको छ, उदाङ्गो बनेको छ। यो हामी हेर्न सक्छौँ। यो कस्तो खालको समाजमा हामी बसिरहेका छौँ? यो कस्तो खालको नीति हो? कस्तो खालको यो नीति सरकारले ल्याउन खोजेको? गरिब जनतालाई चाहिँ बस्नै नपाउने, कि त सुरुमै अर्को ठाउँमा व्यवस्थापन गर्नको लागि एउटा सीमित ठाउँ दिनु पर्थ्यो हैन? एक्कासी यसरी गरिब जनतामाथि यो यस्तो खालको अन्याय गर्दाखेरि त्यहाँको जनताहरू एकदमै आक्रोशित हुनुभएको छ र हामीलाई पनि पीडा परेको छ, हामीलाई दुःख लागेको छ। जुन कुरा नहुनु पर्ने थियो, नगर्नु पर्ने थियो, सरकारले जहिले पनि गरिबहरू निमुखाहरूलाई किन बाँच्न दिइरहेका छैनन्? यो प्रश्न म सरकारलाई गर्न चाहन्छु। गरिब जनताले चाहिँ दुःख गरेर जोडेको सामानहरू हुन्छ, 1-1 रुपैयाँ जम्मा गरेर जोडेको सामानहरू हुन्छ, त्यो सामानहरू सबै अस्तव्यस्त देखिन्छ हैन? जताततै छरिएको, फ्यालिएको, टुटेको फुटेको र हैन, फर्निचरहरू कुनै पनि काम नलाग्ने अवस्थामा देखिन्छ। अब यस्तो तरिकाको यो कस्तो अचम्म लाग्छ क्या साथीहरू। हामी कस्तो ठाउँमा चाहिँ बसिरहेका छौँ, कस्तो हाम्रो सरकार छ, यो कस्तो खालको जनतालाई नै तपाईको जनताकै पावरबाट माथि उठ्ने, सरकारमा जाने र सरकारमा गएपछि जनतालाई नै दबाउन खोज्ने, जनतालाई नै लात हान्ने, यो कस्तो खालको नीति छ क्या यो नेपालमा। र अब त्यस्तो अस्तव्यस्त भएपछि त्यो जनता कहाँ जाने हैन? भरे के पकाएर खाने, कहाँ जाने हैन? कसै के खाने, भोलि के भनेर बस्ने जनताहरू नै सुकुम्बासीमा छ नि त। तर अब त्यस्तो नै नभएपछि त अब उनीहरूले भरे कहाँ सुत्ने, कहाँ गएर सुत्ने हैन? त्यो त्यस्तो खालको अवस्था छ क्या यहाँ चाहिँ। अब बिचराहरूको फर्निचरहरू केही काम नलाग्ने भएको छ। अब त्यसको क्षतिपूर्ति त सरकारले दिनु पर्यो होला नि त हैन? एक ठाउँमा राख्नु पर्यो होला नि त सरकारले। सरकार भनेको त जनताको सुरक्षाको लागि हो नि त। जनतालाई नै मार्ने, जनतालाई नै निमुखा, जनतालाई नै दबाउने त सरकार होइन होला नि त। सरकार भनिसकेपछि त एउटा प्रतिनिधि हो। प्रतिनिधि भनेको त जनताको हुनु, गरिब जनताको प्रतिनिधि हुनुपर्छ क्या साथीहरू। मेरो भनाइ चाहिँ त्यो छ है। र चाँडोभन्दा चाँडो सुकुम्बासी बस्तीलाई चाहिँ त्यहाँ जति पनि जनमानस हुनुहुन्छ उहाँलाई व्यवस्थित गरिराखियोस् सरकार हैन? पहिलाको जस्तो अस्तव्यस्त नबनाइयोस् र उनीहरूको जे जति क्षतिपूर्तिहरू चाहिँ प्रदान गरियोस्। म यही रिक्वेस्ट गर्न चाहन्छु।